जति कलेज सक्नु आँट्यो त्यति नयाँ नयाँ मोमेन्ट्स मेमोरिजहरू क्रिएट गर्नु मनपर्दो रहेछ साथीहरूसँग। हाई एभ्रिवान, म चाहिँ सुरक्षा, थर्ड इयर कलेज स्टुडेन्ट हो। अन्त त्यही सोचेर चाहिँ आजको दिन चाहिँ स्टार्ट भइसक्यो यहाँ दिदी बहिनी। के साह्रो माया हो त बाबा। यही हो भाले। मेरो भिडियो बनाउँदा चाहिँ बाँच्ने, अहिले बाँचेको छैन, यसलाई थाहा भएको छैन होला भिडियो बनाउँदैछ भनेर। हाम्रो घरको मकै चाहिँ यत्रो भइसकेको छ। हिजो दिनभरि पानी पर्नुको बादमा चाहिँ वाउ आकाश यस्तो उग्रेको छ। आफ्टर अ मन्थ भेना चाहिँ घर आइसक्नु भएको थियो, त्यही भएर दिदी र भेनालाई जिस्काउँदै अन्त यहाँ म पनि हेयर ओइलिङ गर्नु थालिसकेको थिएँ हो। दिदीलाई भन्दै थिएँ यसरी गरिदिनु नि भनेर, दिदीले चाहिँ पुरा रफली गरिदिनु हुँदै थियो नि त। अन्त त्यस्तै हो, फ्यामिलीमा हाँसी मजाक हुँदै हो, मजा आउँछ यसरी टाइम स्पेन्ड गर्नु सबैजनासँग। भेना घरमा हुँदा चाहिँ एक्स्ट्रा मजा आउँछ, अर्कै हुन्छ घरको। अन्त चाहिँ यहाँनिर म तपाईँहरूलाई हाम्रो गार्डनको फुलहरू देखाउँदै एकदमै दामी फुलिरहेको थियो हो। भेना चाहिँ यहाँ काम गर्नुहुन्थ्यो थियो, अलिकति थुक्पा खाएँ मैले बिहान, पुरा भोक लाग्यो नि त के खाऊँ भयो। अन्त म यहाँ नुहाएर पनि आइसकिसकेको थिएँ हो, कलेज जानुको लागि रेडी हुँदै थिएँ। आज चाहिँ 2टा क्लास थियो। अन्त अहिले चाहिँ एन्डमा हेर्नुहोस् के हुन्छ मेरो साथमा चाहिँ हो, कलेज पुग्ने बेलामा चाहिँ। अन्त यहाँ म रेडी हुनुको लागि चाहिँ उयो भइसकेको थिएँ, रेडी भएर पनि खासमा चाहिँ त्यहाँ सुट गर्छु भन्ने थियो, मैले चाहिँ बिर्सेछु हो। ढिलो भयो आज पनि। नआउनुले गर्दा ढिलो भएको हो नि खासमा आज चाहिँ। मेरो युनिक गाडी छ कि छैन भन। ओ रहेछ, मान्छे भरिनु पऱ्यो नि। आधी घन्टा जस्तो बस्दा हामी चाहिँ कलेज पुग्नु आँट्यो, मान्छे भरिएन। स्याडली क्लास चाहिँ हुँदैन अरे, त्यस्तै छ हाम्रो जिन्दगी। जहिले घाम कहिले पानीवाला नआउँदा क्लास हुन्छ हो, यस्तो आइपुग्दाखेरि चाहिँ क्लासै हुँदैन। यसै हो त हैन, हमारे साथ क्यों होता है? क्यों हामी हमको जस्टिस चाहिए, बोलने के लिए भी मुख लडबडा रहा है। के गर्छौ? ये तुम्हारे लिए। ओ थ्याङ्क यू। न थापी थ्याङ्क यू। Wait, this is for you, my darling. If you love the flower, do not